सबै छ नि त हजुर यताको पनि आउँछ यताको पनि आउँछ होइन त्यो कुरामा सबै छ अब मामाहरूको पनि भनेको यता भन्नुहोस् हाम्रो हामीले यता भनेको त्यति नै छ होइन अब सबको सोचाइ त त्यही हो नानीले भोलिको दिनमा दुःखलाई पाओस् त्यही हो मेन चाहिँ त्यही हो हाम्रोबाट त अब त्यही हो अब उनीहरू दुईजना खुसी छ अब पहिल्यैदेखि गरेको छ राम्रोसँगले गरेर चल्यो भनेदेखि ठिक छ अन्त अब यही कुरो चाहिँ जुन चाहिँ अब अहिलेको 5 वर्ष यही चाहिँ अलिकति लामो जस्तो लाग्यो मलाई पनि अन्त यसमा चाहिँ अब कुन प्रकारले हुन्छ सबै मिलेर मैले एउटा सुन्दर फुलदेखि भने अर्को फुललाई मन पराउन सक्छु तपाईले पनि आज एउटा होइन यो मान्छेको मतले मन बदलिनु चाहिँ मान्छेको छन् भन्ने लाग्दैन तर यो कुरोलाई चाहिँ जसरी आज तपाईले 15 वर्षसम्म सहनशील गरे यही मैले त कस्तो कसलाई प्रण देख्छु वचन दिएको छु मेरो साक्षात अब धर्मपत्नी चाहिँ ऊ हो उसलाई यो मैले सोच्नु पनि पाप हो भनेर चाहिँ तपाईले यसरी दुईजनाले सम्झौता गरेर सायद 5 साल पनि केही हुँदैन हो यदि अहिलेको जेनेरेसन हो भने चाहिँ 5 साल बहुत डेन्जर हो एक मिनटमा इन्टरनेटमा बदलिन्छ हो फेसबुकमा हेर्नुहोस् अब कस्तो कस्तो नक्साहरू दिन्छ र यो सबलाई सब कुरोको निचोड राख्दै म एउटै कुरो आशीर्वाद भनौँ चाहे मेरो बात भनौँ तपाईँहरूको जसरी आज यो मङ्गनी गरेर सायद त्यो मङ्गनी भन्ने शब्द पनि बहुत कम्ती सुन्नु थाल्यौँ हामी नेपालीमा क्या शब्दै छैन मङ्गनी भन्ने तर मङ्गनी त्यही छ जस्तो तपाईँहरू जस्तो थियो यस्तोले नै मङ्गनी गर्छ नभए त आज त नानीहरू जन्मिन्छ भोलि त बिहा भइगयो आमा बाउलाई थाहै हुँदैन फेरि लुगा फेरि जस्तो फेर्छ र यस्तो खालको चिज चाहिँ नहोस् यो खालको चिज चाहिँ भगवान्ले कहिले नदियोस् सधैँ तपाईँहरूलाई एकदम दाम्पत्य जीवन सुखी रहोस् भन्दै म एउटा बडा भनौँ एउटा मेरो आशीर्वाद भनौँ चाहे मेरो सुझाव धन्यवाद अरू त भन्नु केही छैन अब कुरा चाहिँ अब त्यही समयको अलिकति है अब यो अब 2 महिनाभित्र पनि गर्नु चाहिँ मिल्दैन तपाईँको किनभने तल मामाको पनि अब बजार परिहाल्दैन त्यसले गर्दाखेरि बिचमा मिल्यो भने ठिकै छ नभए अब तपाईँले 5 वर्ष पर्खिनु पर्ने भयो नानीको भनाइ पनि त्यही छ है 5 वर्षभित्र छ तपाईँको म त के मग्नी आउँछ भनेर अब शान्ति हुन्छ होला भनेर त अब यता गर्दाखेरि त घरि के भन्छ घरि डेकोरेसन गर्नुपर्छ नि त घरि के अब यस्तो बिहा त गरेको छैन नानीहरू है मग्नी भन्ने कुरा अब प्रायः भागेर जान्छ 3 दिनमा पोङ आउँछ त्यहाँदेखि फेरि पोङमा सोध्नु पर्ने अब त्यसो चाहिँ धेरै देखेको हाम्रो पनि खदा रेडी राख्नुपर्छ हाम्रो पनि खदा एकपट्टि यहाँ रेडी गरेर अहिले ठक 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 लगाइदिनु हो यतापट्टि लगाइदिनु पर्ने एउटा हेर्नु यो कलर त्यो होइन कलर होला खोइ हेर्नु त यो कलरवाला हो यो यहाँ हाम्रो पनि यतापट्टि राख्नु एउटा है यो साइड भयो नि त है यो अहिले त्यो राखिदिनु न त्यो हजुर एकपट्टि बेहुला बेहुलीको यतापट्टि बस्नुहोस् ए बेहुलीपट्टि कि यतापट्टि बेहुलापट्टि बस्नु नि त भइगयो त गुरु आन्टी यता बस्नु नि जानु त्यहाँ पनि बस्नु पऱ्यो नि त्यहाँ अन्त जानु न औँठी लाउँदा चाहिँ एकदम चाङ्रा भाइले चाहिँ मजाले सोचेर लाउनुहोस् है होइन कि कसो भन्नुहोस् है मेरो त फाङफुङ कुरा है होइन सर कि एकदम सोचेर एकदम गुरुदेवहरू सम्झेर सबै घर परिवार देवी देवता सबै सम्झेर चाहिँ एकदम
यसो गरिदिनुहुन्छ कि पहिला पहिला लगाइदिन्छ त्यहाँ डल्लो गर्नु थपडी त के है ल म खाता चाहिँ लगाइदिन्छु यो हल्का सा हुन्छ मम्मीलाई लगाउँछ यता यति मात्रै हो पहिला रुखमा लगाइदिउँ कि सासुदा देखेको होला है बधाई छ किसमिस काटेर बाँड्दा हुन्थ्यो यहाँ बस्दिनु न त हुन्छ सपन भाइ छोडेर पनि लगाइदिए यता चाहिँ फेरि सम्झिने बस्ने